आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई एउटा माउरी सम्बन्धी समस्याको बारेमा चाहिँ तपाईहरुलाई जानकारी दिन गइरहेको छु। यस भिडियोको मुख्य विषयवस्तु चाहिँ के हो भने अब हामीसँग घार छ तर माउरी चाहिँ आउँदैन। अब हामीलाई सबैलाई थाहा छ प्राय जसो माउरी किन पाल्ने, किन पाल्नुपर्छ र सबैलाई मन पनि हुन्छ पाल्ने। अब कति मान्छेले चाहिँ अब पाल्ने रहर हुँदा हुँदै पनि अब घार हुँदा हुँदै पनि माउरी चाहिँ आइदिदैन। कमेन्ट मार्फत के भन्नुहुन्छ भने अब मैले पनि 25-26 घार 21 घार चाहिँ तयार पारे खाली घार चाहिँ, तर मेरोमा चाहिँ किन होला माउरी नै आउँदैन भनेर चाहिँ कमेन्टमा भन्नुहुन्छ। अब मैले अघिल्लो भिडियोहरुमा पनि तपाईहरुलाई घार कसरी बनाउने भनेर भिडियो प्रस्तुत गरिसकेको छु। यदि त्यो भिडियोहरु हेर्नु भएको छैन भने मेरो युट्युब च्यानलमा गएर भिजिट गरेर चाहिँ भिडियोहरु हेर्न सक्नुहुन्छ। त्यहाँबाट पनि थोरै तपाईहरुले चाहिँ अब आइडियाहरु गेन गर्न सक्नुहुन्छ, प्राप्त गर्न सक्नुहुन्छ। अब आजको विषयवस्तु भनेको घार हुँदा हुँदै पनि माउरी चाहिँ किन आउँदैन त? अब पाल्ने रहर त छ हामी सबैलाई हैन, तर अब माउरी आइदिदैन। किन आउँदैन? माउरी नआउनुको प्रमुख कारण के हो भनेर चाहिँ म तपाईहरुलाई यो समस्याको बारेमा चाहिँ यो समस्याको समाधान कसरी गर्ने भनेर चाहिँ अब म तपाईहरुलाई यस भिडियो मार्फत भन्छु। भिडियो चाहिँ पुरै हेर्नु होला। तपाईहरुले स्किप गर्दै हेर्नुभयो भने चाहिँ कतिपय उपायहरु, आइडियाहरु अथवा समस्या पहिचान गर्नै तपाईहरुलाई गाह्रो हुन सक्छ। अब साथीहरु विषयवस्तुमा प्रवेश गर्न चाहन्छु। अब साथीहरु सुरुवाती चरणमा चाहिँ तपाईहरुले यही घारलाई रोज्नुहुन्छ क्या। थोरै कमै मात्रामा हुनुहुन्छ तपाईहरुले जसले चाहिँ मेरो भिडियो हेर्दै हुनुहुन्छ, जसले चाहिँ आधुनिक घारमा चाहिँ तपाईहरुले माउरी सुरुवात गर्न खोज्दै हुनुहुन्छ। अब यदि तपाईहरुले जंगली माउरी जसलाई चाहिँ हामी सेरेना भन्छौं, एपिस सेरेना, त्यस्तो माउरीलाई चाहिँ अब तपाईहरुले सुरुवाती चरणमा चाहिँ पाल्न खोज्दै हुनुहुन्छ भने चाहिँ तपाईहरुले यस्तै घार यसरी नै तपाईहरुले पनि अब घार होला तपाईहरुको पनि यसरी नै तपाईहरुले पनि यस्तै घारमा चाहिँ पाल्ने प्रयास गर्दै हुनुहुन्छ होला तपाईहरुले। र अर्को कुरो भनेको अब यस्तो मुडे परम्परागत घारमा चाहिँ आउने प्रतिशत भनेको 80 देखि माथि 85 सम्म हुन्छ भने अब त्यो आधुनिक तरिकाको घार चारपाटी घारमा चाहिँ अब 20% मात्रै आउने सम्भावना भएकोले यस्तै अब हाम्रो जस्तो जंगली परम्परागत घार जसलाई चाहिँ बिना पैसा पनि अब माउरी चाहिँ हामीले बोलाउन अथवा अट्र्याक्ट गरेर चाहिँ यसमा बोलाउन सक्छौं। अब यस्तो घारमा चाहिँ राख्दा माउरी बोलाउने चरणमा चाहिँ फाइदा छ। अब हामीलाई थाहा छ साथीहरु, अब घार पनि राखिसक्यो तर माउरी आउँदैन। के होला त समस्या? किन चाहिँ माउरी आउँदैन होला त भनेर चाहिँ तपाईहरुले कहिले सोच्नु भएको छ कि छैन, त्यो चाहिँ तपाईहरुले कमेन्टमा लेख्नु होला। भाग्यवश मेरोमा चाहिँ अब 27-28 वटा आएको छ। अब व्यावसायिक रूपमा मैले पालन गरेको त होइन, तर पनि अब यसो बसी बिहालो माउरी नआउनुको मुख्य कारण भनेकै अब हामीलाई के को ज्ञान हुँदैन भन्दाखेरि कुन सिजनमा माउरी आउँछ अनि कुन ठाउँमा माउरी आउँछ र घार खोज्ने माउरीको पहिचान गर्न नसक्नु मुख्य कारणमा पर्दछ। र त्यस्तै गरी अर्को मुख्य कारण भनेको चाहिँ तपाईहरुको वरिपरि जस्तै चरण क्षेत्र कति टाढो छ, कतिको प्रशस्त रूपमा चरण छ। अब जस्तै जंगल कतिको टाढो छ तपाईको घरदेखि हैन, तपाईले घार राख्नु भएको क्षेत्रदेखि जंगल कतिको टाढो छ। अब चरण क्षेत्र जस्तै फूल फुल्ने क्षेत्रहरु कतिको टाढो छ, अनि त्यसले पनि चाहिँ तपाईहरुको माउरी आउने नआउने कुरामा चाहिँ डिपेन्ड गर्छ, निर्भर पार्छ है त साथीहरु। प्रशस्त चरण क्षेत्र छैन भन्ने चाहिँ तपाईहरुको माउरी नआउने सम्भावना पनि त्यो चाहिँ एक कारण हो है त साथीहरु। चरण क्षेत्रका आधारमा पनि अब माउरी आउने नआउने क्षेत्र चाहिँ हुन्छ। त्यो त्यति तपाईहरुको लागि महत्त्वपूर्ण कारण भएन साथीहरु। म के विश्वास गर्छु भने चरण क्षेत्र प्राय जसो हामी नेपालमा बस्ने मान्छेहरु अथवा हिमाल पहाड तराई जहीँसुकै बसे पनि हाम्रो नजिकै जंगल त हुन्छ। अब आसपासमा यस्तै जंगल यहाँ मेरै जस्तो त नहोला, तर पनि तपाईहरुको हामी जंगलकै पेरिफेरीमा बसेका छौं, किनभने प्राकृतिक सम्पदाले भरिपूर्ण देश नै हो नेपाल भनेको। अब त्यसैले यो त्यत्रो इस्युको कुरा भएन। जंगली सेरेना, एपिस सेरेना माउरी चाहिँ यो जंगली माउरी चाहिँ टाढा टाढासम्म पनि चर्न जानु भएकाले चरण क्षेत्र
त्यत्रो इस्युको कुरा त्यत्रो मुद्दाको कुरा भएन माउरी नआउने कुरामा। अब के चाहिँ होला त अर्को भन्दाखेरि अब सिजन साथीहरू। अब घर बनाएर राख्नु भएको छ तपाईहरुले हेर्नुस्, यसरी घर राख्नु भएको छ हेर्नुस् है त। अब यसरी राख्नु भएको छ, तर अब तपाईहरुलाई सिजनै थाहा छैन, माउरी आउने सिजनै थाहा छैन। अब माउरी स्वामिङ भन्छ, त्यो गोला विभाजन हुने, घार छाडेर हिँड्ने सिजन हुन्छ। अब त्यो सिजनै थाहा छैन भने चाहिँ तपाईहरुले घर राख्नुहुन्छ एकातिर, अनि त्यो समयमा तपाईहरुको माउरी आउँदैन, अनि तपाईहरु फ्रस्ट्रेट हुनुहुन्छ, माउरी नै आएन किन आएन भनेर। तपाईहरुलाई सिजन थाहा पाइराख्नुपर्छ। अब सिजन चाहिँ कस्तो बेलामा भन्दाखेरि अब यो हामी समर अथवा स्प्रिङ भन्छौं। यो स्प्रिङ सिजन, विन्टर सिजन भनेको जाडो सिजनको अन्तिम र गर्मी सिजनको सुरुवाती चरणमा चाहिँ माउरीहरु एकदमै धेरै गोला छुटेर रानी धेरै प्रोडक्ट गरेर रानी धेरै उत्पादन गरेर चाहिँ गोला छुटेर विभाजन भएर जाने हुन्छ। त्यो सिजन हो साथीहरु हाम्रोमा। यस्तो घरमा परम्परागत घरमा आउने भनेको त्यस्तो माउरीहरु हो। त्यो सिजनमा चाहिँ हामीले जानेर चाहिँ हामीले घरहरु राख्नुपर्ने हुन्छ, बुझेर घरलाई सफा गरेर राख्नुपर्ने हुन्छ। अर्को कुरा भनेको चाहिँ के हो भने साथीहरु, जस्तै अब सिजन पनि थाहा भयो हामीलाई, तर अब माउरी अब घर खोज्ने माउरी कतिको आउँछ हामीलाई थाहा हुँदैन। त्यही भएर हामीले घर खोज्ने माउरीको पहिचान गर्न चाहिँ सक्नुपर्छ है साथीहरु। अब मैले अस्ति एउटा भिडियोमा पनि तपाईहरुलाई घर खोज्ने माउरीहरुको बारेमा चाहिँ भने, कसरी पहिचान गर्ने, कहाँनिर घर खोज्छ, कस्तो कस्तो क्षेत्रमा घर खोज्छ, कति बजेदेखि कति बजेको समयमा चाहिँ घर खोज्छ भनेर तपाईहरुलाई मैले त्यो भिडियो मार्फत भनेको पनि थिएँ। यदि भिडियो हेर्नु भएको छैन भने मेरो भिडियोलाई चाहिँ गएर हेर्न सक्नुहुन्छ, मेरो च्यानल भिजिट गरेर। घर खोज्ने माउरी चिन्नु भएन भने अब घर कहाँ राख्ने भन्ने समस्या आइपर्छ साथीहरु। अब त्यही हो समस्या नै, माउरी नआउनुको मुख्य समस्या भनेको यही हो साथीहरु। हामीलाई सिजन थाहा हुनुपर्छ। अब सिजन थाहा भएर अब घर खोज्ने माउरी आउँछ कि आउँदैन। अब हामीले त्यो घर खोज्ने माउरी आएको देखियो भने चाहिँ हाम्रोमा 100% त नभनौं 80% माउरी आए क्या साथीहरु। तर घर खोज्ने माउरीको चाहिँ पहिचान गर्न सक्नु पर्यो। अब त्यो पानीमा बसेका माउरीहरु घर खोज्ने माउरी होइनन्, लड्दै गरेको माउरीहरु, फुलबारीमा भएको, गार्डनमा भएको, अब त्यो लड्दै हिँड्ने माउरीहरु चाहिँ घर खोज्ने माउरी होइन साथीहरु। ती बाहेक चाहिँ अब 10 बजे लगभग 9-10 बजेदेखि 2-3 बजेसम्म चाहिँ हामीले घरको अथवा कुनै पनि क्षेत्रको माथि बरन्डा हुँदै भयो, कोठा हुँदै तपाईको वरिपरि घुमिरहेको छ, तर कहीँ बसेको छैन त्यो माउरी, तपाईलाई चाटेको पनि छैन, टोकेको पनि छैन, कहीँ बसेको छैन, मात्र घुमी मात्रै रहेछ भने चाहिँ त्यस्तो माउरी चाहिँ घर खोज्ने माउरी हो। अब त्यो चाहिँ विशेष गरी चाहिँ कुन सिजनमा भनेको थिएँ अघि मैले, जाडो महिनाको अन्तिम र गर्मीको सिजनको चाहिँ सुरुवाती चरणमा चाहिँ एकदम त्यस्तो माउरीहरु चाहिँ हामीले आफ्नो घरमा चाहिँ अथवा कुनै पनि क्षेत्रमा चाहिँ पाउन सक्छौं। घर खोज्न माउरी आउँछ कि आउँदैन भन्ने थाहा नै छैन आफ्नो घरमा भने डेङ्किडेङ अब यस्तो घरमा चाहिँ तपाईहरुले जम्मा गर्नुहुन्छ भने चाहिँ त्यस्तोमा पनि अब माउरी नआउने सम्भावना चाहिँ हुन्छ। घरमा चाहिँ यसरी काटेर राख्नुभयो, अब तपाईकोमा घर खोज्ने माउरी नै आउँदैन भने त कसरी माउरी आउँछ त? आउँदैन। त्यही भएर सुरुमा चाहिँ तपाईहरुले अब माउरी घर खोज्न आउने माउरीको चाहिँ पहिचान पनि गर्न सक्नुपर्छ यस्तो साथीहरु। र त्यसैका आधारमा साथीहरु अब अर्को कुरा भनेको त्यहीसँग कनेक्टेड भएर आउँछ, घर राख्ने, कहाँ राख्ने भनेर, कुन ठाउँमा राख्ने भनेर घर राख्ने ठाउँको पहिचान गर्नुपर्छ साथीहरु। अब घरसँग जोडिएका सबै कुराहरु यसमा पर्छन्। जस्तै अब तपाईको घर कस्तो छ हैन, अब प्राय जसो चाहिँ राम्रो गोलो आकार परेको घरमा चाहिँ मजाले माउरी आइहाल्ने गर्दछ। राम्रो घर छ यो कुकाठको हो, राम्रो घर छ यहाँनिर हेर्नु होला। त्यस्तै गरी अब यहाँनिर हेर्नु है त साथीहरु, यो अब यो दुलो पनि अलिक नराम्रो छ र अब काठ पनि त्यति राम्रो होइन। हेर्दाखेरि अब यो र योमा तपाईहरुले पनि हेर्दाखेरि यो दुईटामा यही राम्रो देखिहाल्नुहुन्छ। माउरीले पनि यही मन परायो, यही आयो। अब राम्रो नराम्रो त्यसले पनि चाहिँ फरक चाहिँ पार्छ साथीहरु। ठाउँको पहिचान नै गरिएन, घरलाई चाहिँ जहाँ पाए ती लगेर चाहिँ राखिदिने हो भने चाहिँ माउरी आउँदैन। त्यो त 100% नै हो साथीहरु। तर
तपाईहरुले विचार गर्नुभएको छैन होला। अब मैले चाहिँ धेरै विचार गरिसकेर धेरै माउरी आउने जाने गर्छ मेरोमा चाहिँ, त्यही भएर मलाई यसको अनुभव भइसक्यो साथीहरु। अब म तपाईहरुलाई उदाहरणको लागि देखाउन चाहन्छु साथीहरु, यहाँ हेर्नु होला है त कतिको फरक पर्दो रहेछ भनेर। अब यो ठाउँमा माउरी आउँछ, यो ठाउँमा माउरी आउँदैन, तर पनि अब मेरो चाहिँ गाह्रो धेरै भएको कारणले आइहाल्छ कि भनेर दिइरहेको छु। अब आउँदै नआउने होइन, तर सम्भावना चाहिँ त्यहाँ बढी छ आउने, यहाँ कम छ। अब त्यहाँनिर हेर्नु होला आइ पनि सकेछ, भर्खरै आएको। मैले तपाईहरुलाई अघिल्लो भिडियोमै देखाइहालेको छु माउरी आएको। अब यहाँनिर आएन, किन आउँदैन हेर्नु होला। यहाँ अगाडि हेर्नु, यी केरा छ, यो यहाँ केरा छ, यहाँनिर हेर्नुहोस् यहाँ खुल्ला छैन, केरा छ यहाँ हेर्नु है, केरा छ। फेरि अब त्यो माथि भयो, अब यो तल मुनि भयो, यहाँ खुल्ला ठाउँ छ, यहाँ हेर्नु होला यहाँ खुल्ला ठाउँ छ। यस्तो भन्दा पनि माउरीले चाहिँ यस्तो ठाउँमा हेर्छ, गाह्रो हेर्ने माउरी चाहिँ यस्तो ठाउँमा बढी उठ्छ, यस्तो ठाउँमा भन्दा पनि यस्तो ठाउँमा बढी उठ्छ। त्यही भएर त्यस्तो ठाउँमा चाहिँ मैले गाह्रो राखेको छु। अब सबैभन्दा सजिलो सूत्र के छ भने साथीहरु, तपाईहरुले यसरी माउरीको घार कहाँ राख्ने भनेर सही तरिकाले जान्न चाहिँ तपाईहरुले अघि भनेको थिएँ नि मैले, घार खोज्न आउने माउरीको पहिचान गरेर चाहिँ त्यो चाहिँ कुन क्षेत्रमा आइरहेको छ, कुन क्षेत्रमा उडिरहेको छ भनेर तपाईहरुले थाहा पाउनु पर्ने हुन्छ। तपाईहरुले निगरानी राख्नुपर्ने हुन्छ 1-2 दिन। अनि त्यो घार खोज्न आउने माउरीको चाहिँ निगरानी राखेर घार खोज्न आउने माउरी चाहिँ कहाँ आइरहेको छ, कहाँ उडिरहेको छ। जस्तै यो मेरो घर भयो मानौ, अब यहाँनिर मैले हेर्दाखेरि यहाँनिर उडिरहेको छ माउरी, एउटा दुईटा हुन्छ है घार खोज्न आउने। त्यस्तो माउरी चाहिँ यस्तो पाटामा उडिरहेको छ। अब यता चाहिँ कमै उडेकै छैन भने चाहिँ मैले यता घार राखेर हुँदैन त साथीहरु, यता घार राखेर आउँछ त आउँदैन नि साथीहरु। जहाँनिर उड्दैछ त्यस्तो ठाउँमा चाहिँ सधैँ खोज्न आउँछ माउरीहरु, किनभने उनीहरुलाई पनि त्यही ठाउँ मन परेको हुन्छ, उनीहरुलाई नि त्यही ठाउँमा चाहिँ माउरी घार भेटिन्छ कि भन्ने त्यही ठाउँ चाहिँ उचित लागेर त्यस्तै ठाउँमा घार खोज्न जान्छ। घार राख्ने तरिका पनि जान्नुपर्छ। अब तपाईहरुले घार माउरी नै नआउने क्षेत्रमा राख्नुहुन्छ भने त्यस्तो अवस्थामा पनि माउरी चाहिँ नआउन सक्छ। यहाँनिर हेर्नु होला त यही घार छ हेर्नुहोस्। अब अनि यही लिचीको बोट छ अथवा केही छ, केहीले छेकेको छ, यहीँनिर झ्याप्पै छ भने चाहिँ तपाईको माउरी कसरी आउँछ त? आउँदैन। अब यी कुराहरू जान्यो भने चाहिँ तपाईहरुको माउरी 100% त भन्दिनँ म त, अब 80 देखि 90% चाहिँ आउँछ क्या माउरी। 80 देखि 90% चाहिँ तपाईहरुको माउरी आउँछ। यी कुराहरू गर्नुभयो भने चाहिँ है, एकैपट्टि चाहिँ माउरीको घार कहिले नराख्नु होला। जस्तै यहाँनिर छ तपाईहरुको घार एउटा, अब यो ठाउँमा कहिले पनि माउरी नै आएन भने यहीँनिर चाहिँ नराख्नु होला। अनि आएन भनेर तपाईले त्यतिकै नछाड्नु होला, त्यसलाई चाहिँ निकालेर सरसफाइ गरेर अर्को ठाउँमा यहाँ चाहिँ आउँछ होला भनेर अलिक खुल्ला पारेर राख्नु होला। अब जस्तै मैले यहाँनिर हेर्नु होला है त साथीहरु, यहाँनिर राखेको छु घार हेर्नुहोस् है त साथीहरु, यहाँ राखेको छु घार, यहाँ लहरै राखेको छु मैले। अब यति नजिक घार राखेर पनि काम छैन साथीहरु। मैले चाहिँ आउँछ र यसलाई अर्को ठाउँ पुर्याइहाल्छु, म्यानेज गर्छु, के गर्छु म्यानेज गरिहाल्छु। अब यो मेरो घार धेर भएर मैले तपाईहरुलाई यहाँनिर राखिरहेको छु, तपाईहरुलाई देखाएको मात्रै हो। अब यहाँनिर हेर्नु होला यसरी लस्करै राखेको छु घार चाहिँ, तर अब यसरी लस्कर राखेर चाहिँ काम छैन। आयो भने यहाँ घारको संख्या चाहिँ घटाउनु पर्ने हुन्छ। मैले यो भर्खरै राखेको हो साथीहरु, अब यो पासो थापेर राखेको छु। यहाँनिर हेर्नु होला यो पनि आफै आएको माउरीहरु यहाँ। अब यो चाहिँ मैले अर्कै ठाउँदेखि ल्याएको हो। यसरी अब तपाईहरुले पनि चारैपट्टि चाहिँ राख्नुपर्ने हुन्छ है त घारलाई यसरी। साथीहरु तपाईहरुलाई आजको मेरो जानकारी कस्तो लाग्यो? यदि जानकारी मन पर्यो भने चाहिँ तपाईहरुले मेरो भिडियोलाई लाइक गरेर चाहिँ युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला, किनभने मैले तपाईहरुकै लागि भनेर चाहिँ जानकारीमूलक भिडियो चाहिँ ल्याएर आएको छु। अब अर्को भिडियोमा चाहिँ अझै रोचक माउरी सम्बन्धी जानकारी लिएर आउने छु। त्यतिन्जेलसम्मको लागि चाहिँ बिदा चाहन्छु।